गाइस एक्सपेक्टेसन भर्सेस रियालिटी भयो भने चाहिँ कसम जिन्दगी हाम्दिन यारमा आज मेरो फर्स्ट टाइम हो यस्तरी यो के भन्छ यसलाई कलर हालेको अस्तिको अनि अर्को मैले के भनेको थिएँ अघि निकालेको थिएँ हाइलाइट यो चाहिँ कलर गरेँ जस्तो सोचे थियो जस्तो भयो भने म कहिल्यै हाल्दिनँ यार सोचेको छु एक्सपेक्टेसन एउटा हदसम्म चाहिँ छ त्यस्तो हदसम्म पनि छैन एउटा हदसम्म छ त्योभन्दा त्योसँग म्याच भयो भने चाहिँ कसम भने अनि घरमा थाहा छैन मम्मीलाई थाहा छैन कसैलाई पनि थाहा छैन हदसम्म आएर कपाल काट्न आएको कलर हालिरहेको छ गाइस अलिअलि चेन्जेस देखिरहेको छु है मैले कसम यहाँ साइडमा यहाँ देखिरहेको छु मैले गोल्डन हुँदै आइरहेछ कुन कलर हाल्यो हाल्नु चाहिँ यो गोल्डन कि कुन हो गोल्डन हो ब्लिच गरे भने होइन यसलाई दाइ न्यापकिन दिन्न दाइ ओभरफ्लो भयो कि दिन्न होइन होइन हौ आफै चुएको गाइस यसलाई भन्छ ओभरफ्लो है यहाँ पनि पोल्ला होइन अहिले बसी फेरि यहाँ पनि गोल्डेन होला क्या म स्किनमा पनि गोल्डेन क्या पुरै हो ल खै अझै दिएको पुसौँ न कहाँ यसको मुख भरि तल्लिम न त ल हो मुझको थोडा राउन्डेड घुमा के अनि के भन्छ त्यसपछि अन्ना के जैसा चस्मा कसरी गर्छ चस्मा लगा के अनि के हो गीतै आएन हौ गाइस लास्टमा अनि लुङ्गी डान्स लुङ्गी डान्स लुङ्गी डान्स लुङ्गी डान्स लुङ्गी डान्स रमाइलो हो सरी ल मम्मी नभनिकन कलर हाने मैले गाइस हाम्रो ब्लगर यहाँ छ अरू के भन्नु छ तपाईँको एक्सपिरियन्स भन्नु कस्तो लागिरहेको छ जनता जान चाहन्छ रियालिटीमा सोचिरहेको छु होइन कस्तो होला भन्ने कुरा अर्को भनेको बोलिरहेछ इरिटेसनले म मर्न लागिसक्यो इरिटेसनले एउटा केही पाएँ त म त कुच्याएर भाँचेर फुटाएर बार्थेँ होला होइन त्यसो भए एउटा गीत गाइदिनुहोस् कपिराइट आउँछ अगाडिको देखा तपाईँ अहिले बोल्यो कस्तो साह्रो भएको है कस्तो आएको है दिने गाइस फाइनली ब्लिचको टर्न सक्यो अब के को पालो है अब कलरको पालो ब्लिच गरिसक्यो गाइस ना थपे इन द टाइम मम्माज बी लाइक बोले यार गाइस अहिले पछि भेटौँ ल